हेलो गाइज, यो हो मैले आफ्नो घर वरिपरिको दृश्य देखाएको। अब चाहिँ म तपाईहरुलाई चाहिँ म अब आफ्नो ठाउँको अलिकति तल माथि दायाँ बायाँ सबै ठाउँको र माथि गाउँसम्मको दृश्य तपाईहरुलाई म पुरा देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेर्नु होला गाइज। एकदमै रमाइलो पहाडतिरको अझ म पनि लगभग 80 देखि तपाईहरुलाई यहाँको भ्यूहरु देखाउन पाइएन। आज चाहिँ म तपाईहरुलाई एकदम बवाल भिडियो बनाएर लिएर आइसकेको छु। तपाईहरुले भिडियो अन्तिमसम्म हेर्नु होला। गाउँघरको नजारा हेर्नुहोस् त। चिमन्डेला पुगेका छौँ। चिमन्डेलो यो देउता हो, देउताको थानमा पुगेका छौँ। सबैले त्यहाँबाट भए पनि नमस्कार गरिदिनु होला, सलाम। हामी गाडीको यात्रा गर्छौँ हैन। गाडीको यात्रा गर्दाखेरि पनि कहाँ यस्तो मठ मन्दिर देखियो भने हामीले सलाम गर्ने गर्छौँ। त्यस्तै भिडियोहरुमा पनि आयो सलाम गरिदिनु होला। जय नेपाल। यो चाहिँ चिमन्डेलाको स्थान हो। अब तपाईहरुले यहाँनिर चाहिँ अब यहाँ बलि धेरै जान्छन्। यहाँ बलि यो भिडियो हेर्नु हुने साथीहरु तपाईहरु कोही यहाँ आउनु भएको छ कि छैन कमेन्ट गर्नु होला। लगभग हाम्रो यो ठाउँको साथीहरु त धेरै सबै आएका हुन्छन् लगभग यहाँ हैन। यहाँ धेरै भन्दा पनि धेरै बलि दिने काम गरिन्छ। यहाँनिर मासु पकाउने गरिन्छ। अनि त्यसपछि बाँकी यहाँ भाँडाकुँडा पनि छन् तर सबै आजकल मन्दिरभित्र राखेको छ क्या जस्तो लाग्यो मलाई। यहाँ छैनन्, यो मन्दिरभित्र राखेको छ। उता थान छ अनि यहाँबाट टक्क यहाँ डाँडामा बसेर तलपट्टि खेत पारी डिगवनको गाउँ, यतापट्टि मेरो घर, यतापट्टि यो कोटको डाँडो हैन। अब म यहाँबाट चाहिँ माथि यो मस्टाको माणोमा गइराखेको छु, देउताको स्थानमा। तपाईहरुलाई सबै देखाउँछु मैले है। तो गाइज फाइनल्ली हामी यो मस्टा देवताको माणोमा मन्दिरमा पुग्यौँ। तपाईहरुले यहाँनिर मेन स्थान यो तपाईहरुले भिडियो देख्न सक्नुहुन्छ। श्री मस्टा देवता हजुर यहाँ चाहिँ लग लगाएको छ अहिलेलाई। यो तपाईहरुले हेर्न सक्नुहुन्छ। यो भिडियो हेर्ने साथीहरु तपाईहरु धामी गाउँको मस्टाई जातमा आउनु भएको छ कि छैन? यदि आउनु भएको छैन भने अवश्य आउनु होला। यहाँ एकदमै उतातिर गाउँ छ हेर्न सक्नुहुन्छ। त्यो गाउँबाट हुँदै यहाँ पिपलको रुख हुँदै यहाँ आएर यहाँनिर जलाउने काम गर्छ। यो दृश्य चाहिँ खासै यो आगो लागेको हुनाले चारैतिर धुवाँ भएको कारणले खासै मजाको आएको छैन। तर पनि ठिक छ, जे भयो नि हेर्न सक्नुहुन्छ। यो यहाँको दृश्य यो धामी गाउँ डोटी जिल्लाको बोटीकेदार 4 धामी गाउँ। अनि त्यसपछि यहाँ धेरै ठाउँमा छन्। यो चाहिँ पिपलको रुखमुनिको दृश्य हो। अब यो पिपलको रुख पनि धेरैभन्दा पनि धेरै पुरानो हाम्रो बाजे परबाजेको पालादेखिको हो कि कहिलेदेखिको यो मलाई थाहा पनि छैन। अब ठ्याक्कै म तपाईहरुलाई यो जानकारी चाहिँ कसैलाई सोधेर दिउँला हैन। अहिले चाहिँ म तपाईहरुलाई यहाँको दृश्य देखाउँछु। यतातिर गाउँ लगभग सबै पाइसकेका छन्। यो यहाँनिर चाहिँ मन्दिर छ। यहाँनिर चाहिँ एक मिनट कस्तो लाग्यो घन्टीको आवाज। यहाँनिरबाट यो पिपलको रुखको अलिकति टाढाबाट देखाउँछु मैले हैन। यो पिपलको रुख धेरै पुरानो र बुढो भएको कारणले आधा लगभग ढलिसकेको छ। तर यो चाहिँ हावाहुरीले अनेरी आएको बेलामा चाहिँ यो ढलेको थियो अरे हैन। अझ आधाभन्दा धेरै बाँकी नै छ। यो तपाईहरुले यहाँको दृश्य हेर्न सक्नुहुन्छ। अलिकति माथिबाट त्यो आगो लगाएको रहेछ उड्यो त्यो आगो नि न यता घरतिर नि आएन।
त उता निमाइदियो भने अब त्यो बाँझा डुलाउनु साह्रै जानु लाउनु पात छल्कला उठेर देखा बस्यो दुई छल्किनु लाग्यो यहाँ चाहिँ धामी गाउँको मान्छेको बारी क्या बात है सुन्तला हाँ क्या बने भित्र जाने हो किन मैले बन्दुकलाई हान्ने भनेर अरे भाइ यो क्यामेरा हो यो रुन्न दादा तँलाई बन्दुक हान ल यो क्यामेरा हो यार यहाँ नै फटाके तान ठ्याक्क गरेर एलइसीको फटा खिच्ने हो यो बुझी तर दिन लाग्यो यार उसी आँसु फाल्न लाग्यो तर बन्दुक हो नि मानि यो भाइ कहाँ छ सुलभ कहाँ छ तेरो भाइको नाम के भने अरे अरे नै भाग्यो भने दुर्गा हो यो सब भुल्या त तेरा भाइलाई यो क्यामेरा देखेर रुदिन लान्छ यो बन्दुक भने मन लान्छ क्या तेरिका गाउँघरका बच्चाहरूले अलि क्यामेरा नै देखा एलिस ठोक्दिया तँलाई म यार तेरो फटा खिच्दिल भन्नासम्म छन् यो फटा खिच्दा होला यसरी हेर फटा खिचिदिन्छु हाँ नखिच्ने फटा के होला चाहिँ ल जा खेल जा तेरिया त पनि मान्छे खतरा रहेछ यार एलिस भाइ यहाँ भिडियो समेत खिच्ला यहाँ भन्ला छु म यहाँ म आफूले देखाइदियो ल पोल इमान्दारीका साथ भन् इमान्दारी मलाई थाहा छ यार यो चाहिँ धामी गाउँको माथिपट्टि डाँडापट्टिको दृश्य हो तपाईँहरूलाई मैले यो पिपलको रुखको दृश्य पनि देखाउँ नजिकबाट त्यहीँ गएर यहाँ हुँदै म आएको यो मैले मसामानको पनि दृश्य देखाएको त्यस्तै हुँदै म यहाँ चिमन्डला खोला हुँदै यहाँ पुगेको छु यतातिर यो चाहिँ तपाईँहरूले बडीकेदार 4 नाकापट्टिको श्री विष्णु माध्यमिक विद्यालय बरालगाउँ डोटी गोर्खा स्कुल भनेर उहाँलाई चिनिन्छ हेर्न सक्नुहुन्छ गोर्खा स्कुल अनि यतापट्टि यो बाइखोला बजार ती 4वटा दोकान यता छन् यो चाहिँ खोप केन्द्र अनि 1-2वटा दोकान यहाँ छन् यतातिर तुफान डाँडा यति हो यहाँको दृश्य तुफान डाँडाको हालत यहाँ यस्तो छ यहाँ चाहिँ पानी पोखरी माछा पोखरी र यो पोखरीमा चाहिँ माछा केही छैन यहाँ टाको ताजा छन् भन्ने सुनिहाल्छ भर्खर यो अब केही वर्षपछि तुफान हुनेवाला डाँडो भयो तपाईँहरूले यो अहिले 2083 सालमा यस्तो छ अवस्था अब केही वर्षपछि हेर्नु होला यहाँ कस्तो हुन्छ तो गाइस भिडियो यति नै हो तपाईँहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला र बाँकी भिडियोहरू तपाईँहरूको माझमा आउँदै गर्छन् यो हाम्रो ठाउँ यहाँको हाम्रो सबै प्रकृतिहरू तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया जरुर दिनु होला हस् त गाइस लभ यु अल सबैजनाले भिडियो हेरिसकेपछि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला अब चाहिँ हामी नेक्स्ट भिडियोमा मिल्छौँ।